अहिले पनि नेपालको कम्युनिस्ट पार्टीहरूलाई मैले गतिशील भन्दैन पर्यो। कहाँनिर छैनन् भनौँ न? कहाँनिर छन्? सबभन्दा गतिशील कोही छन् भने नेपाल कम्युनिस्ट पार्टीहरू छन्। कहाँनिर के भयो भने गतिशील छन्? किन गतिशील? जनताको कुरा नसुन्न गतिशील छन्। त्यस्तो त होइन। सबभन्दा बढी सडक निर्माण कसले गर्छन्? सडक निर्माण कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। जनताका बीचमा जाने प्रयास कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। कार्यक्रम गतिविधिहरू कसले गर्छन्? कम्युनिस्ट पार्टीहरूले गर्छन्। झापामा तपाईको पार्टीको जिल्ला कमिटीको उहाँहरूको पार्टीको जिल्ला कमिटीको 2 जना सचिवालय सदस्यलाई भेटेको मैले र सोधेको चुनाव आयो त पनि कति दिन अगाडि पनि चुनावभन्दा 5 दिन अगाडि सोधेको मत केमा हालिन्छ भनेको भोट त सर व्यक्ति भोट चाहिँ घन्टीमा हो, अब अरू त पार्टीकै भोट हाल्ने हो। के यो निर्माण गरेर अवश्य पनि त्यो त भयो होला। ती मान्छेहरूको नाम चाहिन्छ भने मैले दिन्छु। हैन परेन, अहिले त्यस्तो भयो पनि होला। त्यो भएर त त्यो कुरालाई चाहिँ स्वीकारिन्छ। अर्को कुरा चाहिँ अब हामी अलि पुराना पार्टीहरू हैन प्रमुख पार्टीहरू अलि लामो समयदेखि क्रियाशील पार्टीहरू प्रमुख हो नि, किन होइन? अहिले पनि जनमतका हिसाबले हो। ऊ त म अहिले त सत्तासीन पार्टी ऊ सत्तासीन पार्टी हो। यो क्षणिक कुरा सधैँभरि रहिरहने कुरा होइन क्या। फेरि पनि नेपालको चाहिँ योगदानका हिसाबले, हिस्ट्रीका हिसाबले, स्ट्रगलका हिसाबले, जनताको चाहिँ कामका हिसाबले सबै हिसाबले प्रमुख पार्टी हो नि एमाले कांग्रेस। तपाईको दाबी भने जनताको दाबी होइन भने जनताले त अर्कोबाट मैले सोधेको चाहिँ 5 वर्ष पक्नुस् न। ए सर 73 साल पनि हिजो आएको थियो। 25 हो के? कति बेला त्यसै बेला लागेको थियो। ठीक छ 25 हो, त्यो हामीलाई थाहा छ नि त। उहाँले भन्नु नि हाम्रो हामीलाई थाहा थियो नि त। तपाईलाई थाहा छ एमाले 64 मा कति ल्याएको? जम्मा 33 ल्याएको। 240 मा अहिले त 165 मा 25 हो नि, के रे 9 हो नि हैन? त्यो पनि कमै हो। त्यो बेला पनि 240 मा जम्मा हामी 33 ल्याएको थियो। जम्मा 100 सिट थियो। 601 त्यो त नजाम न। युवराजी कहाँ आउँछु तपाईलाई खोकिला छ, पानी पनि खानुस्। युवराजी एउटा चीज मैले नबुझेको नि, विदेशमा बस्ने या नेपाल बस्ने युवा चाहिँ सबै त्यही ठाउँमा के भएर गयो? तपाईहरुसँग उनीहरुको विकर्षण चाहिँ किन भयो होला? त्यो चाहिँ खास कुरा के हो भने हाम्रो सर्भिस डेलिभरीको ठूलो समस्या हो, हाम्रो पद्धतिको समस्या हो। त्यसकारणले हामी चाहिँ मैले भन्दाखेरि अन्यथा नलागोस्, हामी भन्न चाहिँ नेपाललाई पोलिटिकली एकदमै अवेर, एकदमै सचेत, संसारका सबैभन्दा सचेत भन्ने दाबी गरेर आएको पार्टीको मान्छे हो म पनि। छुट्टै धातुले बनेको भनेर दाबी गरेको पार्टीको मान्छे। तर मलाई अहिले के रियलाइज भइराखेको छ भने मैले संसारलाई अध्ययन गर्दा हामी सबैभन्दा पछौटे चेतना भएको मान्छे हो भनिरहेको छ। थर्ड वर्ल्ड कन्ट्रीका तपाईले अन्तर्मनबाट रियलाइज गरे? मेरो रियलाइजेसन हो। मलाई यो भन्दा केही डर छैन। हामी एकदमै, तपाई पनि हो म पनि हो। तपाईलाई के लाग्छ अहिले राजेन्द्र भैनीलाई भन्दाखेरि म त कति नेतालाई अन्तर्वार्ता लिएको, कतिले यिनीहरूलाई त हैन। त्यो तपाईमा एउटा छ, म यत्रो युद्ध लडेर आएको, क्रान्ति गरेर आएको, म कम छु भने मलाई लाग्छ। तर तपाईले मेरा सकारात्मक कुरा स्वीकार्नु पर्यो र मैले तपाईका स्वीकार्नु पर्यो भने हामी सक्दैनौं। हाम्रो समस्या नै त्यही हो। यही नै प्रब्लम हो। मैले के भन्छु भने यो देश चाहिँ मिलेर बनाउनु पर्छ भन्छु के, मेरो दृष्टिकोण हो यो। मिलेर सबै पोलिटिकल पार्टीहरू मिलेर बनाउनु पर्छ भन्ने त्यो आइडियोलोजीमा छु म अहिले। म तपाईलाई एउटा कुरा भन्छु, मैले हिजो पनि इन्टरभ्यू दिइराखेको छु। अहिले रासोपाले राम्रो गर्छ भने हामीले गर्न दिनुपर्छ, किन देश बनाउने हो। रासोपासँग हामी मिलेर बनाउने हो। गलत गर्न थाल्यो भने हामीले खबरदारी गर्ने हो र त्यो गलत बाटोमा जान